गुड आफ्टरनुन सन्चै हुनुहुन्छ? हजुर गुड हजुर हजुरले अलि एचआरसीमा काम गर्दै हुनुहुन्छ, एचआरसी छोड्ने कुनै प्लानिङ छ र हजुरको? छैन छैन। छैन? अनि हजुर जुन सम्झौताको अनुसार कहाँ जानुभएको थियो अहिले त्यही काम गर्नुभएको छ एचआरसीमा? हजुर हजुरले अनि एचआरसी बाहेक अरू कुनै कम्पनीहरूमा काम गर्नुभएको छ र? छैन 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 छैन। नि? अनि हजुर छैन। सम्झौता अनुसारकै स्यालेरी पाउनुभएको छ नि हजुरले? हजुर जो पाइरहनु भएको छ भनेपछि अनि त्यसपछि आफ्नो स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर काम गरिरहनु भएको छ? हजुर काम गर्ने समय चाहिँ तोकिएको अनुसार नै भइरहेको छ, राम्रो समय भइरहेको छ। हजुर त्यही काम। अनि रुम रेन्टहरू यस्तो आवासमा कुनै समस्या छ र? छैन छैन। छैन, सबै ठिकै छ। हजुर एकदम। काम गर्ने समयमा कसैले धम्की दिएको, डर त्रास देखाएको छ र? छैन छैन, केही सबै छैन। ठिकै छ। अनि हजुरको छैन आइडी हजुर। कार्ड र पासपोर्ट चाहिँ हसँग छ? हजुर मसँग हो। यो चाहिँ आफूसँगै राख्नुपर्छ, त्यसलाई कसैले नदिनु होला है। हजुर। स्वास्थ्यमा कुनै पनि समस्या छैन नि है हजुरको? छैन अनि हजुरले काम गर्ने ठाउँमा कोही इलिगल रूपमा काम गर्ने कर्मचारीहरू कार्यरत हुनुहुन्छ? छैन त्यस्तो छैन। कोही पनि छैन नि है? छैन हजुर। हजुर अनि हजुरलाई आवश्यक परेको बेलामा बिदा भ्याकेसनहरू त्यस्तो पाइरहनु भएको छ? हजुर पाइरहेको छु बिदाहरू। पाइरहनु भएको छ। अनि काम गर्ने समय पनि कम्पनीको एग्रिमेन्ट अनुसार नै भइरहेको छ नि है? हजुर हजुर। अनि त्यस्तो कुनै एचआरसीले आफूलाई केही सहयोग गर्दै हुन्थ्यो, केही समस्याहरू एचआरसी सम्बन्धी अरू कुनै समस्या छ? मेरो समस्याहरू चाहिँ के अरे अहिले चाहिँ छैन त्यो सुरुमा भिसा अर्को छ नि त मेरो। हजुर त्यसले गर्दा त्यो कुनै समस्या भयो भने चाहिँ पर्सनल ग्रुपमा मेसेज गर्न सक्नुहुन्छ है हजुरले? हुन्छ। हस्, हजुरको समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।